नमस्कार दर्शकबिनहरू, नेपाली कथानक चलचित्र जारी 2 को छायाङ्कन सुरु भएको छ। यसको ताजा अपडेट्स लिएर म तपाईहरुको अगाडि उपस्थित भइसकेको छु। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुहोस्। आदरणीय दर्शकबिनहरू, रामबाबु र उपेन्द्रको मिलनसँगै सुरु भयो जारी 2 को छायाङ्कन। निर्देशक रामबाबु गुरुङ र कवि तथा निर्देशक उपेन्द्र सुब्बा बीच लामो समय फिल्ममा सहकार्य भयो, तर सुब्बाको निर्देशन र रामबाबुको निर्माणमा बनेको जारीको सफलतापछि भने आर्थिक लेनदेनको विषयले उनीहरूको सम्बन्ध बिग्रिएको थियो। यसपछि दुवैले आफ्नै हिसाबले फिल्म बनाए, तर छुट्टिएर बनाएको फिल्म अपेक्षित रूपमा नचलेपछि उनीहरू बीच मिलन भएको छ। रामबाबु र उपेन्द्रको पुनर्मिलनसँगै सोमबारबाट फिल्म जारी 2 को छायाङ्कन सुरु गरिएको छ। पूर्वी पहाडी जिल्ला पाँचथरबाट छायाङ्कन सुरु भएको फिल्मको लेखक तथा निर्देशकमा उपेन्द्र र निर्मातामा रामबाबु रहेका छन्। यसमा जारीकै जोडी दयाहाङ राई र मिरुना मगरलाई दोहोर्याइएको छ। फिल्मको छायाङ्कन सेटबाट प्राप्त तस्बिरमा उनीहरूलाई पात्र लुक्समा देख्न सकिन्छ। दशैंमा रिलिज लक्ष्य राखिएको फिल्ममा दयाहाङ र मिरुना सहित रिचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, माहौत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङलेखु लगायतको अभिनय हेर्न सकिनेछ। लिम्बू समुदायको परम्परागत लोक बाजा च्याब्रुङमा आधारित भएर फिल्म बन्ने जनाइएको छ। जारी भने जारी प्रथामा आधारित भएरै बनेको थियो। जारी 2 निर्देशक सुब्बाको तेस्रो फिल्म हो। जारीबाट उनले निर्देशकमा डेब्यु गरेका थिए। पहिलो फिल्ममा नै उनलाई अभूतपूर्व व्यावसायिक सफलता मिल्यो। यसले घरेलु बक्स अफिसमा 17 करोड 17 लाख भन्दा बढीको व्यापार गरेको थियो। 2080 सालमा सर्वाधिक कमाउने फिल्म यही रह्यो। यसपछि निर्देशक सुब्बाले फिल्म मनसारा बनाए। यसको कमाई भने अपेक्षित हुन सकेन। तपाईहरु नेपाली कथानक चलचित्र जारी 2 हेर्न कतिको उत्साहित हुनुहुन्छ त हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर बताउन नभुल्नुहोला। अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुस्। धन्यवाद। जय नेपाल।